बाप रे खाल्टो त जम्मै बगायो के हो यार आमा राम 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 कति मान्छे लयो लयो हे प्रभु बाप रे सबै लगेरै परेपछि जम्मै गयो मान्छेहरू तलसम्म गयो चितवन सबै गएको कहाँ भाग्न पाउँछ यार म त कहाँबाट सुरु गर्ने के भन्ने है यो भइरहेको चाहिँ के हो क्या है यो विदेशमा भइसकेपछि फेरि नेपालमा जे पनि हुन्छ नि जुन पनि घटनाहरू हुन्छ नि यति धेरै मेन्टली प्रेसर हुने रहेछ है काममा हुँदाखेरि पनि लाकै नयाँ अपडेट आयो कि लाकै भइरहेको छ हेरिहाल्न पाए पनि हुन्थ्यो जस्तो हुने कि आज त्यो रसुवाको जुन बाढी पहिरो यो जुन आयो नि आज त्यो न्युजले त यस्तो बनाएको छ कि आज होइन अब एकछिन फ्री हुने बित्तिकै स्क्रोल गरेर हेऱ्यो होइन के अरे अहिलेसम्म धेरैजना बेपत्ता हुनुभएको छ मेरो आफ्नै दाई अनि त्यसपछि दाईहरू तीनजना दाईहरू आफ्नै अनि 2जना भाइहरू अनि त्यसपछि मेरो भिनाजु पर्नु भएको भन्दा पनि अब हराउनु बेपत्ता हुनुभएको छ क्या अब उतै हुनुहुन्थ्यो उतै काम गर्ने मान्छे अब भेनहरू लिएर जानुभएको कोही गाडी लिएर जानुभएको अनि त्यसपछि अर्को भाइ उतै बस्ने अब अहिलेसम्म बेपत्ता न कुनै खबर छ न कुनै उ छ होइन अब यस्तो धेरै यो विदेशमा बसेर गर्न सक्ने त केही पनि होइन तर मेन्टली चाहिँ यस्तो भइरहेको छु कि होइन म एक्सप्लेनै गर्न सक्दिनँ क्या होइन त्यस्तो भइरहेको छ क्या अनि अहिले त्यो हातखुट्टा नै कामेर आयो कि त्यो न्युज हेर्दाखेरि त अब हुन्छ नि त केही गर्न सकिँदैन थाहा छ होइन अब नेपालमै भए पनि केही गर्न सकिँदैन होला गर्न सक्नेले गरिराख्नु भएको छ बिचरा धेरैले गरिराख्नु भएको छ सहयोगहरू अब हामीले त त्यो पोस्ट हेरेर सेयर गर्ने बाहेक अरू केही गर्नै सकिँदैन नि त त्यही पनि केही नयाँ अपडेट आयो कि के गर्ने कसो गर्ने यो यस्तो धेरै मेन्टली प्रेसर भइरहेको छ मलाई होइन यति धेरै भइरहेको छ हे भगवान् पशुपतिनाथ सबै सकुशल भेटियो सकुशल छन् भन्ने सुन्न पाऊँ त्यति नै चाहन्छु अनि त्यही नै हो क्या अब मेन भनेको अब हुनु क्षति जति अब जस्तो जे अब आर्थिक क्षतिहरू जति जे भए पनि अब मान्छेलाई चाहिँ केही पनि नहोस् सकेसम्म सबैजना सकुशल भेटिए हुन्थ्यो भनेर चाहिँ अब हामीले त प्रे गर्ने भए के गर्न सकिँदैन अरू होइन भगवान् पशुपतिनाथसँग चाहिँ त्यति नै बिन्ती गर्छु सबैजना सकुशल भेटियोस् सबैजना अत्तालिराख्नु भएको छ क्या अब देश विदेश सबैजना नै अब जहाँ पनि हुनुहुन्छ नेपालीहरू छरेर बस्नुभएको छ सबैको मन रुवाएको छ क्या आज चाहिँ किन यस्तो भइरहेको छ होइन केही बोल्ने शब्द नै छैन क्या पुरै गुजबम्स आइरहेछ मलाई यो कुरा गर्दाखेरि पनि मलाई यस्तो भइरहेको छ कि होइन छिट्टै केही नयाँ अपडेटहरू राम्रो कुराहरू सुन्न पाइयोस् त्यति नै हो गरेको पुरै सिँगे लाग्यो सबै लाग्यो